र राज्यलाई देशभरिकै व्यवसायीहरू साँचो प्रमुख जिल्ला अधिकारी समक्ष सौंपेर यो पेसाबाट हामी पलायन हुनेछौँ जस्तो मैले महसुस गरेको छु। ध्यान सभी के आंदोलन में ही मानी सन, एक दिन पूरा बंद करके हमी के आंदोलन में मानी सन। महासंघ के निर्देशन अनुसार हमी के 4 गते के बैठक बाटे आउँदो 4 गते के। Where the software engineer meets the smart market analyst, meets the talented photographer to create the big dream. The world comes together at Sharda University. So where are you? मेरो नाम परवेश कुमार सराफ हो। म पर्सा सुनचाँदी व्यवसायी संघको एउटा सदस्य र हालसालै यस जिल्लाका अधिवेशनका अध्यक्षका प्रत्याशी पनि हुँ र यस जिल्लामा निरन्तर 18 वर्षदेखि व्यवसायीको कार्य समितिको पदाधिकारी रहेर काम गरेको छु र आज यो देशको यो सरकारले यो पेसामाथि त्यति निरङ्कुश हुँदै गइरहेको छ, यो पेसाबाट पलायन हुनुको अब अर्को विकल्प छैन। अलरेडी अरू देशभन्दा राज्यले झिकाएको सुनमा मात्रै अरू देशभन्दा ड्युटी यहाँ बढी छ। यहाँ छिमेकी मुलुक भारतमा जम्मा 6% छ र हाम्रो देशमा 10% राज्यले झिकाएको कच्चा पदार्थ सुनमा 10% ड्युटी लिन्छ। यतिकै महँगो पर्नु गयो र त्यसमा पनि अब झन् 2% विलासिता कर उपभोक्तासँग असुल गर्नु भनेको यो राज्यले यो पेसालाई निरुत्साहित गरी, यो पेसालाई कुण्ठित गरी, यो पेसाबाट पलायन हुने वातावरण सिर्जना गर्दैछ। तपाईको मागहरु के छ? हाम्रो माग तत्काल यो 2% विलासिता कर, राज्यले एक तर्फबाट यसलाई नगदे पुँजीको रूपमा हेरेको छ भने यो 2% विलासिता कर, यो 2% विलासिता कर भनेको उपभोक्ताबाट लिनुस् भनेको उपभोक्ता अहिले यति सजग छन् कि हामी कहाँ 2% तिरेर व्यवसाय अथवा आफ्नो गरगहना किन्नेवाला छैनन्। खुला सिमाना र छिमेकी मुलुकमा ड्युटी पनि कम भएको र त्यहाँ विलासिता कर पनि नतिर्नु पर्ने भएकोले हाम्रो छिमेकी मुलुकमा यो व्यवसाय चल्नेछ र यहाँको व्यवसाय धराशायी हुनेछ। हाम्रो माग दुईटा मात्रै हो, यो हिरा जडित गरगहनामा 13% भ्याट सुदै लगाउनु गरेको छ, त्यो भ्याट खारिजी र यो 2% विलासिता कर भन्ने जुन लागू गरेको छ यो तत्काल फिर्ता हुनुपर्छ र यसको विरुद्धमा आज देशका धेरैवटा जिल्लामा स्थानीय जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यान आकर्षण गराउने प्रत्येक जिल्लामा यो कार्यक्रम पनि छ र यो यदि साउन 1 गते भित्र फिर्ता भएन भने सम्पूर्ण व्यवसायी र कालीगढ देशका सम्पूर्ण व्यवसायी र कालीगढ चरणबद्ध आन्दोलनमा जाने बाध्य हुन्छ। धन्यवाद। अनि अन्तिममा चाहिँ तपाईको यो जस्तै मागहरु पूरा नभए भने तपाईको विरोधका अरु चाहिँ कार्यक्रमहरु के कस्तो छ? यसमा अब हाम्रो लगभग देशकै सम्पूर्ण जिल्लाका अहिले म तपाईलाई एउटा के जानकारी गराइदिउँ, नेपालकै क्यापिटल राजधानी काठमाडौँ ज्ञापन पत्र सुनचाँदी व्यवसायमा थपिएको अनावश्यक कर सम्बन्धी आपत्ति। हालै नेपाल सरकारद्वारा 2082-83 को बजेट वक्तव्य मार्फत हालै सुनचाँदी तथा हीरा जवाहरात पत्थर गरगहना व्यवसायमा गरिएको थप व्यवस्थाप्रति संयुक्त व्यवसायी तथा कारीगर संघहरूको निम्न प्रक्रिया यस प्रकार रहेको छ। 1 नम्बर, व्यवसायीहरूको विरोध बावजुद पनि अघिल्लो वर्ष 10 लाख भन्दा माथि गरगहनामा मात्र लागू हुँदै आएको विलासिता कर यस वर्षदेखि सीमा नतोकी सम्पूर्ण गहनामा लागू गरिएको 2% विलासिता कर र हीरा तथा बहुमूल्य पत्थर जडित गहनामा लागू गरिएको 13% मूल्य अभिवृद्धि कर भ्याट प्रति हाम्रो गम्भीर आपत्ति रहेको छ। 2 नम्बर, सुनचाँदी गरगहना नेपालमा विलासिताको वस्तु होइन, बरु जन्मदेखि मृत्युसम्म कुनै न कुनै रूपमा आफ्नो गच्छे अनुसार उपभोग गरिने सांस्कृतिक परम्परा र सामाजिक रीतिरिवाजको अभिन्न हिस्सा हुन्। विवाह, पूजाआजा, संस्कारदेखि आम सर्वसाधारणले बुझ्ने बचत र लगानीको एक माध्यमको रूपमा पनि सुनको गरगहनाको महत्त्वपूर्ण स्थान रहँदै आएको छ। नेपालको देवानी संहिता 2074 ले सुन तथा
सुनका गरगहना समेतलाई चल सम्पत्तिको रूपमा परिभाषित गरी नगद सरह मान्यता दिएको छ। यसकारण पनि नगद सरह सम्पत्ति र झन्डै सम्पूर्ण खरिद रकम फिर्ता बिक्रीमा पाउने प्रचलन रहेको सुन तथा सुनका गरगहना विलासिताको कोटामा नपर्नुपर्ने प्रश्न छ। सरकारले लागू गर्न खोजेको नयाँ कर संरचनाले उपभोक्तामाथि 2% देखि 13% सम्मको प्रत्यक्ष आर्थिक भाग थप्ने निश्चित छ, जसले बजारमा महँगी थप्ने साथै छिमेकी देशको बजारमा भन्दा अत्याधिक मूल्य वृद्धि भई यसले चोरी पटारी तथा अवैध कारोबारले समेत प्रोत्साहन गर्ने खतरा रहेको छ। किनभने हालको विलासिता कर छिमेकी देश भारतमा भन्दा देशमा सुनको गहनामा मूल्य 4% अर्थात् करिब 8,000 रुपियाँ प्रति तोलाको फरक हुने र हीरा जवाहरातमा गहनामा भारतमा बढीमा 4.25% जीएसटी र अन्य शुल्क सहित रहेकोमा नेपालमा 13% भ्याट लागू भएपछि मूल्यमा ठुलो अन्तर भई यसले नेपालको तराई क्षेत्रमा बजार मात्र प्रभावित नभई सिङ्गो देशकै बजारमा प्रभावित हुने भई यसले देशको सुन चाँदी बजार धराशीय हुने निश्चित प्रयास छ। 3 नम्बर, सुन चाँदी तथा हीरा पत्थर जडित गहनाहरूको कारोबार फिर्ता बिक्री बाई ब्याक ग्यारेन्टी अनिवार्य भएकोले बजार कायम राख्न बिक्री मूल्य र खरिद मूल्य कम भन्दा कम फरक हुनु पर्दछ। तर करको यो नयाँ संरचनाले त्यसमा ठुलो बाधा पुर्याउने निश्चित प्रयास देखिन्छ। सुनको आकाशितो मूल्यले सुन चाँदी बजारमा अहिले मन्दी ल्याएको अवस्था कर वृद्धिको यो अवस्थाले थप मन्दी सिर्जना गर्ने निश्चित छ, जसबाट लाखौं व्यवसायी तथा कारिगर र मजदुरको रोजगारी र जीवनकोशिका धराशीय हुने खतरा छ। त्यसैले हामीले निम्न मागहरू राखेर श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू समक्ष जानकारी गराउन चाहन्छौँ। क, हाल सबै प्रकारको सुन तथा सुनका गहनामा लागू गरिएको विलासिता कर र हीरा जवाहरात जडित गहनामा लागू गरिएको मूल अभिवृद्धि कर भ्याट तत्काल पूर्ण विचार गरी खारिज गरियोस्। 2 नम्बर, सुन चाँदीको कारोबारमा दीर्घकालीन रूपमा प्रोत्साहन गर्दै चाँडोभन्दा चाँडो ऐन नीति तथा नियम निर्माण गरियोस्। 3, कर संरचना परिवर्तन गर्नु पूर्व मौजूदा व्यवसाय रोजगार तथा बजारमा पर्ने दूरगामी प्रभावहरूको विस्तृत अध्ययन गरियोस् र त्यसबिना करको दायरा नबढाइयोस्। 4, निर्यात दिवानीमा 2.5% टीडीएस लाग्ने व्यवस्था खारिज गरियोस्। यही हाम्रो माग हो। यो हाम्रो ज्ञापन पत्र। यो हाम्रो सुन तथा चाँदी हाम्रो जुन व्यावसायिक तथा कारिगर सङ्घहरू छ त्यसमा हाम्रो व्यावसायिकहरू पनि अनि कारिगरहरू पनि हाम्रो पेसामाथि एकदम दमन गर्ने विगतदेखि नै केही हाम्रो कर लादिने अथवा केही नियम हालेर हामीमाथि दमन गर्ने तथा हाम्रो जुन व्यावसायिक संस्कृति हाम्रो पुर्खाहरूदेखि जुन चल्दै आएको जुन व्यवसाय छ हाम्रो त्यो हामी अगाडि नबढाउँ। त्यसको कारण हाम्रो सरकारले हामीमाथि दमन गर्दै कसरी हामी यो व्यवसाय बन्द गरिदिउँ त्यो अनुसार यो षड्यन्त्रपूर्ण अहिले गएर हाम्रो 2% विलासिता कर सुनमा र 13% हामी डायमन्डमा भ्याट लगाई यो हाम्रो व्यवसाय झन सकाप पार्ने हाम्रो माग चाहिँ यो 2% जुन विलासिता कर लागू गर्नुभएछ यो हाम्रो गभर्मेन्टले त्यसले हामी खारिज गर्न हामी यो हाम्रो माग हो। तथा डायमन्डमा 13% जुन भ्याट छ त्यो हटाउने हाम्रो जोरदार माग छ। त्यो हटाउनु किनभने नजदिकै हाम्रो भारतको सिमानाकामा 6% हाम्रो सुनमा कर लगाई हाम्रो सुन आउने र उता सुन हाम्रो व्यवसायको लागि खुला रूपमा गरिने यही हाम्रो कोटाको प्रणालीले सुन अथवा हाम्रो सुन पनि नपुगाउने गभर्मेन्टले यस्तो षड्यन्त्र गर्यो कि हाम्रो सुन पनि हामीले कोटा नपाओस् र यस्तो विलासिता कर पनि थपिने। यो कारणले हामी कहाँ जुन ग्राहकहरू आउँछन् त्यो पनि हामी कहाँ अलि महँगो पर्ने गएर 2% जुन हामी यहाँ महँगो तिर्छौँ उता पारी गएर उनीहरूले सस्तो किन्ने त्यो खालको एउटा सिर्जना गर्दै त्यो भ्रम सिर्जना गर्दै आएर हाम्रो व्यवसाय सकाप गर्ने यो षड्यन्त्रमाथि हामी यहाँ एकदम आन्दोलित छौँ। यो हाम्रो विरोध अगाडि पनि हामी जाने क्रममा छौँ। तपाईँहरूको आगामी दिनमा विरोधका र्यालीहरू कुन प्रकारका हुनेछ? हामी शान्तिपूर्ण नै आन्दोलन गर्ने हो, शान्तिपूर्ण नै हामी विरोध गर्ने हो, शान्तिपूर्ण नै हामी सरकारका आफ्नो कुरा पुर्याउने हो। तर यस्तो यदि सरकारले यदि हाम्रो कुरा मानेन भने हामी पनि व्यवसाय बन्द गरिदिने।
के गर्ने हामी अरू कुनै हामी न कुनै सिक्नु हामीसँग कुनै सिक्छ हामी पनि पुर्खादेखि नै यही काम सिकेर हामी आएको छु यही काम हामी हाम्रो आउने पिँढीहरूलाई पनि यही काम सिकाएर अगाडि बढाउने हामी बाचा लिएर हामी अगाडि बढाउँछु कि हाम्रो पछि त त्यस्तो भएपछि यो एउटा विडम्बना भनौँ यो नेपालमा एउटा विडम्बना हाम्रो व्यवसायमाथि नै दमन भएर हामी यो व्यवसाय पनि छोड्न हामी बाध्य हुनेछौँ। ल तपाईँको परिचय दिनुहोस् न। मेरो नाम अमर सराफ, म सुनचानी व्यवसायिक सङ्घ सदस्य तथा सुनचानी कालीगर सङ्घमा हामी सदस्य तथा हामी कालीगर पनि हामी सबै मिली हामी काम गर्ने एउटा नागरिक।